So hello everyone, सबैजनालाई खाम्रीमा गुड मर्निङ पनि। सो आजको वेदर यति दामी भइरहेछ। सो आज चाहिँ हामी कहाँ जाँदैछ भन्ने सो तपाईँहरूलाई भन्नेछु। लङ टुरमा सो हामीले चाहिँ डोकोहरू देखिहाल्नु, डोकोहरू हो। सो डोकोहरू बोकेर हामी चाहिँ जाँदैछ। मेरो कपाल यति बुझ्नुहुँदैछ, म नकुरी हिँडेको नि त। एरिया हो। सो हामी चाहिँ डर लाग्छ एक्लै जानु, त्यही भएर साथीसँग जाँदैछ। सो कहाँ गएको भने तपाईँलाई अहिले तपाईँलाई देखाउँछु। सो गाइस हामी चाहिँ कहाँ गएको भने चाहिँ हामी चाहिँ दाउरा ल्याउनु गएको हो सो जङ्गलमा। कस्तो कोतारे कुरोले बढी कुरो लाग्यो होइन, लाग्छ नि, मेरो झन् कति लागेर सिस त पनि केही छैन। सो वेदर चाहिँ यति दामी भइरहेछ। सो यसमा चाहिँ वेदर चाहिँ दामी भइरहेछ। घाम पनि यस्तो टन टन लागिरहेछ, तर अलिकति है अब जाडोमा चाहिँ यसरी काम गर्नु चाहिँ मजा आउँछ होइन। सो त्यही भएर दाउरा भेट्यो। सो मैले चाहिँ भेटेको छुइनँ, सो गाइस चाहिँ खाली नै छ हो। हामी चाहिँ दाउरा यहीँ उयो गर्ने भयो। सो त्यही भएर चाहिँ हामीले चाहिँ यहीँ राख्ने भयो धोको। सो अब चाहिँ हामी चाहिँ दाउरा खोज्नु जाँदैछ। सो गाइस हेर्नु सक्नुहुन्छ। सो उसले चाहिँ खुकुरी बोकेर अब चल्दै दाउरा चाहिँ भेला पारिसक्यो गाइस हेर्नु सक्नुहुन्छ। सो हामीले चाहिँ है बेसी होइन कुरो चाहिँ यति बेसी लाग्छ। जङ्गलमा आउनु चाहिँ सजिलो छैन है गाइस। आयो बिसरी हेर्नु यस्तो कुरोहरू लाग्छ है। गाइस यहाँ चाहिँ कुरो छ यति बेसी। जङ्गलमा आउनु चाहिँ सजिलो छैन है गाइस। सो आउटफिट यस्तो थियो। सो अघि कस्तो थियो अहिले यस्तो भयो। सो कुरो छ गाइस। अब यो कुरो टिप्नु चाहिँ कति साह्रो पर्छ हामीलाई हो, मलाई चाहिँ कति साह्रो पर्छ। कुरो त यति बेसी छ। सो हाम्रो गाउँ देख्नुहुन्छ ऊ पर हो, हाम्रो गाउँ त यो परको हो। सो गाउँ देख्नु सक्नुहुन्छ। सो हामी चाहिँ पारी छ त त्यही भएर गरम भयो। यसरी भारी बोक्नुपर्छ, के गर्नु, बाटो हेरे त्यस्तै। हामीले चाहिँ बारी बनाइसक्यो। सो उसको बारी हो। सो बारी मेरो अलिक कम्ती छ, हेर्दा मात्रै कम्ती तर गरौँ होला। सो उसलाई चाहिँ अब म मेरो त फोन पनि फुट्यो। सो अब के गर्नु है। सो फोन फुटेर पनि त के होइन, तर पनि साथी जाँदैछ सो भारी बोकेर। सो उसको भारी चाहिँ पुरा अल्झाउँछ जस्तो लाग्दैछ हो। सो भारी उसको देखेर भगवान् कहिले घर पुग्नु है, यस्तो घाम लागेर के भरे। सो गाइस मेरो साथीले चाहिँ भारी बेसी ठुलो भएर हो कि मान्छे बेसी ठुलो भएर के पसेको जस्तो भयो, पुरा दुख्यो। सो भारी आज दाउरा ल्याउनु गएको, लडेर डोको भित्काएर बिस्तारै हिँड न के छैन। सो
साथी लडी गएर सो के फाइनली है हामी घर आइपुग्यो। सो साथी पनि घर पुग्यो। सो आजको अपडेट यति नै थियो। सो बाई बाई।